हेलो एभ्रीबडी आज फेरि कति दिनपछि कस्तो थाकेर है कामबाट आज बल्ल छुट्टी थियो मेरो सो आफ्टर सो लङ आज फेरि एउटा सानो भ्लग बनाऊँ भनेर नि म चाहिँ अघि भर्खर उठेर कति बज्यो यतिखेर 11 बज्यो होला सायद भर्खर उठेर नुहाई धुवाई गरेर अब ठक्कसँगले फ्रेस आज बाहिर जाने भनेको हिरो चाहिँ उहाँ खाजासाजा बनाएर रेडी गर्नुभएछ आज चट्ट किम्ची रामेन हिजोको उब्रेको खाना फ्राइड राइस अनि यो बोजूको यो रोटी खानु आइरहेछ पापा त्यो महीवाला कफी पनि ल्याउनु न पानी हालेर यो खाइओरिकन हैन अनि एकछिन रेडी भएर एकछिन भएर बाहिर जानुपर्ने छ आज फुर्सदको बेलामा सबै कुरा चाहिँ यसो के किनमेल गर्नुपर्ने बाहिर गएर किनमेल भन्दा पनि अलिकति अर्कै कामहरू छ है अहिले है युकेले नियम चेन्ज गरेर बिजोक छ नि हौ बिजोक छ स्टुडेन्टहरुको स्टुडेन्ट भयो अनि त्यो भर्खर त्यो हुन्छ नि हामी जस्तोहरू 2-3 वर्ष भएकोहरू आको एकदमै के भन्ने उयो भइरहेछ क्या तनाव फिल भइरहेछ मान्छेहरुलाई बिचारा सबै नियम कानुन चेन्ज गरेर खाए पापा आइलाई पनि 10 इयर्स पछि मात्रै दिने बनाएछ सिटिजनशिपको लागि पनि एकदमै कडाहरू बनाएछ है केरलमा भिजाहरू पनि नदिने अरे अब बाहिरकोहरू पनि बन्दैन ल्याउने अरे यही भएकोलाईसम्म चाहिँ दिन्छ होला सायद त्यस्तै कुराहरू छ एकदमै टाइट काम पाउनु पनि एकदमै गाह्रो छ अहिले काम पनि है भइरहेको काम छोड्नु पनि गाह्रो किनभने कामै पाइँदैन अहिले एकदमै उयो भइरहेछ के भन्ने अब त्यस्तोलाई रामेन चाहिँ साह्रै मिठो बनाउँछन् जे होस् ठिक्क छ मलाई त हाले पनि मिठै हुन्छ होला तर मलाई यो यतिकै ठिक्क लागिरहेछ रामेन विथ अन्डामा चाहिँ एकदमै मिठो लाग्छ अनि यो हुन्छ नि यस्तो कफी पाउँछ नि मही कस्तो मिठो लाग्छ क्या मलाई बाक्लो हुन्छ हाम्रो लागि चाहिँ अलिक पानी सानी राखेर है मही मिठो लाग्छ तर के गर्नु दुधको प्रडक्टहरु खायो भने मलाई कस्तो गाह्रो हुन थालिहाल्छ ग्यास्ट्रिक बढ्ने यस्तोहरु क्या ग्यास्ट्रिक मात्रै हैन के हुन्छ मलाई दुधको प्रडक्ट खायो भने त्यही हो नयाँ आउनु खोज्ने भाइ बहिनीहरुको लागि चाहिँ एकदमै गाह्रो चाहिँ छ नआउनु चाहिँ म कसैलाई भन्दिन आएर आफैले स्ट्रगल गर्नुपर्छ हाम्रो भागको दुःख तपाईहरुको भागमा नहुन सक्छ हैन त्यस्तो पनि हुन सक्छ नि त कसैलाई धेरै दुःख कसैलाई धेरै सुख त्यस्तो हुन्छ आउँदै गर्दा आफूले सक्दै गर्दा दिमाग पुर्याउँदै गर्दा र भाग्यले साथ दियो भने चाहिँ राम्रो हुन्छ यहाँ हैन अब त्यस्तै अब अभागी नै हुनुहुँदो रहेछ भने त अब के भन्न सकिन्छ र अनि अब कामहरु वेबसाइटमा खोज्नु कतिजना नयाँ भर्खरै युकेबाट आउनु भएकोहरुले पुरा कति धेरै फलोअर्स बढाएकोहरु देख्छु कि म यहाँ यस्तरी काम पाउँछ यस्तरी काम खोज्दिन्छु भनेर भन्नु हुँदो रहेछ अनि कति धेरै बिचारा नयाँ आउनेहरुले विश्वास गर्छन् हैन अनि त्यही भएर त फलो गर्छन् नि त यस्तो कसरी गर्ने कसरी के गर्ने उनीहरुले पनि बिचारा लिंक मात्रै दिने हो यहाँ कसैले त्यसरी गर्दिन सक्दैनन् क्या लिंक मात्रै दिने हो त्यो यो होटलमा यसरी खाली छ यसमा यसरी काम छ भनेर हामीले पनि त्यही एडभर्टाइज केहरुमा आएको हुन्छ नि जब उयोहरुमा इन्डिडहरु यस्तो केहरु लिंक्डइनहरु हुन्छ क्या त्यही हेर्ने हो कसैले चाहिँ आफूले गरिरहेको ठाउँमा त्यही खाली छ भने थाहा पाएपछि त्यही भनिदिनु होला त्यो भन्नु पनि धेरै हेल्प हो तर त्यो भन्नु पनि धेरै हेल्प हो कतिजनालाई त केही नै थाहा हुँदैन नि त बिचारा नयाँ आउनेहरुलाई त्यस्तोहरुको लागि चाहिँ कति धेरै ठुलो हेल्प हुन्छ क्या त्यो पनि
यो चाहिँ खोइ के खालको फ्राइड राइस भन्नु यसमा हिजोकै तरकारीहरू सबै मिक्स माक्स पारिदिनु भएछ मेरो बुढाले गुन्द्रुक आलु खै के भेट्छु मिठो भएको छ जम्नु के नयाँ नियमले गाह्रो बनाउँदैछ अब टेन्सन लिएर पनि केही हुनेवाला छैन साथीभाइहरू के गर्ने र होइन त्यही भएर अब मान्छे टेन्सन लिँदैन अब आफ्नो कर्म गर्ने हो होइन आफूले खोज्नु चाहिँ अब यस्तो भयो भनेर डराएर बसेर पनि हुँदैन आफूले खोज्ने प्रयास गर्नुपर्छ काम राम्रो गर्नुपर्छ कमाउनुपर्छ जमाउनुपर्छ भाग्यमा छ भने पाइएला नि होइन सब्जीमा पनि धेरै हुन्छ खानु न त भने किन तपाईँलाई खानु लागेन आज मिठो छ रोटी पनि छ रोटी खाइसक्नु मात्रै त्यो चाहिँ हो म खाँदिनँ रोटी जुस खाना पानी में जुस लाना पनि नखराइदिनु यस्तो हुनु अनि अब त्यही हो होइन कामहरूको लागि गाह्रै हुन्छ खोज्नलाई एकदमै गाह्रो हुन्छ क्या मैले पनि आएर 3टा काम चेन्ज गरेँ होला सायद मेरो बुढाले 2टा मिठो न मिठो भएछ हौ दिउरेमै बजाइरहेको छु मलाई के भन्नुहुन्छ होला नि मान्छेले पनि पकाएको भाँडामा नखा भन्नुहुन्थ्यो मेरो बोजूले मलाई पनि अल्छी लाग्छ हैन भाँडा धुने अल्छी लाग्छ हैन त्यो भन्दा पनि तपाईँले मलाई यसमा दिएर हो नत्र म यसमा खाँदिनँ थिएँ अब तपाईँ हो भान्से भनेर मैले इन्टरफेयर नगरेको
फिनिस्ड ओके धेरै भइसकेछ त्यही छ है धन्यवाद हेरिदिनु भएकोमा फेरि भेटौँला